एभ्रिवान एन्ड आज चाहिँ हाम्रो पिकनिक जाने प्रोग्राम छ अनि गुड मर्निङ है पहिला चाहिँ सरी गुड मर्निङ एभ्रिवान एन्ड आज चाहिँ पिकनिक जाने प्रोग्राम छ लेट्स रेडी फर द पिकनिक। हेलो गाइज आई एम रेडी म रेडी भइसकेकी छु अनि यहाँ पछाडि मेरो साथी छिन्। अब हामी चाहिँ बसको लागि जान्छौँ। बाई गाइज। Oh my god. Oi भाई कति उसो उति दामी त क्या ओइ हामी कति धेरै जान्छौँ हो कति धेरै मान्छे गाइजहरू हामी चाहिँ पिकनिक स्पटमा आइसकेको छौँ अनि त्यसपछि गाइलो गाइज भन्देऊ अनि उहाँ अगाडि हाम्रो हिँडिरहेछन् पछाडि पनि मान्छे आउँदैछन् साथीहरू ओ सिट मेरा प्रिय मित्र मित्रिनीहरू आउँदै हुनुहुन्छ। यो हाम्रो पिकनिक स्पट अगाडि पछाडि देखाउँछु ल। साइड गाइजहरू यस्तो खतरा बवाल भ्यू देखेछ नि भगवान मर्छु म त हेरेरै। ओए तेरो मोबाइल नि खिचिस नि त गाइजहरू यस्तो भ्यूहरू हेर्नुहोस् गाइजहरू त्यहाँमाथि हेर ओ माय गॉड मर्छु म। पिर्जेन म्याडम भन्ने होला नि अब यो हेर्नु त हेर्नुहोस् हामी यहाँ छौँ। ओहो माय गॉड यति हामी 40जना साथीहरू ए खतरा कस्तो राम्रो मान्छे ल हेर्नुहोस् गाइजहरू यस्तो दामी भ्यू देखिरह। प्रेजेंट मैडम प्रिपेयर्ड मान्छेहरू ओ त्यहाँ हाम्रो पिकनिकको स्पट हो अनि हामी यसरी यहाँ नेपाली हामी रहौला कहाँ कति राम्रो देखियौँ हामी यता हेर मेरो मोबाइलमा पनि राम्रो देखिन्छ। हेलो गाइज हामी यहाँ टावरमाथि छौँ कस्तो राम्रो छ मेरो मोबाइलबाट भ्यू कस्तो दामी देखिन भ्यू हेर्नुहोस् किन के मिलेन भन त पछाडिबाट फर्किके अगाडिबाट नराम्रो जमाना पूछे या मैनू रही मैं खैर दी सजन बिच ता पुछ दिया ये जरूर हेरो दीदी हाम्रो यहाँ बिहानको के भन्छ त्यसलाई डिनर बिहानको के एउटै फास्ट खाने बेला भइसक्यो गाइजहरू यहाँ ल गाइजहरू खाने बेला भइसक्यो। गाइजहरू हामीले यहाँ खाइसक्यौँ।
एक पिक्चर यस्तो बाटो छ हिँड्नुपर्छ अनि भगवान् लड्छु क्या हाम्रो स्पोर्ट चाहिँ त्यहाँ छ गाइजहरू त्यहाँ माथि टार यो ठुलाकोट भन्ने ठाउँ हो अनि हामी वहाँ जान लाम हेर्नु कस्तो दामी भ्यू देख्यो त्यो बसमा हामी आएको ओहो हिमालयलाई ढाक्यो कान्छ हिउँको पछ्यौरीले पिरतीको भाका बोल्छ फुल मन्छ र यस्तो थियो भाइजहरू यस्तो दामी भ्यू हामी ट्रेकिङ आएको होइन ताल देख्यो कुन ताल थाहा छैन भिडियो गर्दै हिँडेको कि दुख्दो रहेछ भाइजहरू ट्रेकिङ इट्स लाइक अ ट्रेकिङ बिहान खेल्नु तिमीले ओ माई गॉड भगवान को सोच यस्तो हाम्रो बिगनेस चल देखियो त्यहाँबाट हाम्रो यहाँ तल गाउँमा ठुलाकोट गाउँ होला पक्कै नि ए हिँड्न नअरु किन यार त्यतै जानु भन्नु फर्स्ट इयरमै भएको थियो होइन चमक छल्न छबाट आया के बनी बोलाउमा पहिलो दिनैमा यो माया के बनी बोलाउमा पहिलो दिनैमा मबाट चालते पिरती नपरे त गाल नकुरीको जाल लाउँथे पिरती नपरे त गाल लाल दुपट्टा उड़ गए तेरे हवा के झोंके से लाल दुपट्टा लाल हवा के झोंके से तुझको पिया ने देख लिया हाय रे धोखे से न जाने कि मैंने दिल दे दिया मगर
तिमी छौ शरीरमा हाल्ने हो ए मेरो उसमा बजाखेरि तिनी होइन कि त्यही भएर ठिक अब हाम्रो पिकनिकको इन्डियन आइसकिसक्यो खाएर यता बर्तनमा लगाउनु भयो ओ मनिसे तँलाई लास्ट पछि कि केटी हामीलाई न डर पुगिहालिन्छ एकछिन मलाई त लाग्दैन डर सर टोइलेट सुसु के रे के भने पिकनिक सक्यो घर जाने हो